बा सिस्नु हेर्नु न लाइट आएर यता हामी चाहिँ फाइनली साथीहरू हामी चाहिँ यहाँ बल्ल आउँदैछौँ गाडी उता कमल सर भन्नुहोस् यस सर वेल सल्युट यता यता त्यहाँ कति राम्रो आएको क्या हरियो चौवडाले कान खाइदिन्छन् न केले खाइदिन्छन् चौवडा बहुत हुन्छ नि के हो त्यो भनेको ओ दाइ हो कहाँ यो हाम्रो रक गार्डन हैन दिवरमा यस्तो जाडो पानी पर्यो हैन पानी पर्यो कुहिरो लाएर यहाँ त जाडो छ भाइ कति राम्रो त न अरे हामी चाहिँ फाइनली साथीहरू रक गार्डन आइसकेका छौँ अनि यहाँ चाहिँ राजा यहाँ चाहिँ यति शीतल छ आनन्द छ यहाँ अप्रेसनी छन् यदि नि भला गरून् रे अनि यहाँ यस्तो शीतल छ आनन्द पानी पनि पर्ने लागि जस्तो भइरहेको छ मान्छेको पनि भिडभाड धेरै छ अनि यहाँनिर चाहिँ ओ त्यहाँ लभ कसला रहेछ लास्टै चिसो छ भाइ यहाँ त हामी चाहिँ यहाँ बल्ल आउँदैछौँ गाडी उता पार्क गरेर अनि उहाँ हाम्रो राजा हिँडिरहेछन् लुगा लटिन्छ हामी चाहिँ आइसक्यौँ यहाँ चाहिँ कस्तो आनन्दको शीतल छ अनि यहाँ चटपटेहरू पनि बेच्नु हुँदो रहेछ आऊ बेबी छिटो दुगुरे यता लाम छिटो अहिले आउँछन् दिदी हजुर ओ माई गड यता यहाँ कुहिरो लाएर कस्तो हो देख्न सक्नुहुन्छ यहाँको कुहिरो ल अब चाहिँ हामीले यहाँ रक गार्डनमा आएर काँक्रा खाँदैछौँ नुन पनि ल्याउनु भयो खै त उहाँ नुन छ अनि यता पुरा ससुराल आएछ फेरि यता अनि हामी यहाँ सर्लक्कै बस्यौँ त्यस्तो छ अनि हामीसँग यहाँ केरा पनि छ तपाईँ त होला नि काँक्रा चोर त होइन राजालाई हेर्नु है लोटलिन कसरी थाहा भयो त्यस्तो रगटेपछि त आउनु त रहेछ काँक्रा छोर त ल अब चाहिँ हामीले यहाँ पहाडको काँक्रा खाँदैछौँ बा कस्तो महँगो बसाएको हो न यता बस्छ त हो त्यतै देखिन्छ त्यतै बस्नु न ल ल यता हेरौँ क्यामेरामा एटेन्सन प्लिज राजा खै आऊ यहाँ आर्ना पानी हो छिटो लाने यता हेर त कस्तो खा खाँदै आऊँ न यता फर्केर डल्ले खुर्सानी भन्थ्यो पिरै होइन
हालेको सबलाई देऊ है हालेर यस्तो मजा बनाइदिन्छ नुन पिसेर एउटा नुन हालेको बोइना थोरै हाल्दिनु लौ तिमीलाई थोरै हालेको मिठो छ मिठो छ मिठो भयो कि नानी होइन सोधेर त ल्याएको पुगे हामी कहाँ खाम भन्दै त रक गार्डन छिटो भन हामी कहाँ खाम रक गार्डन खाम राजा हामी कहाँ आएको के सुरेश त के भन्दै थियो भन त बहुत मिठो केरा रहेछ दाइ कहाँको केराहरू यो यो कहाँ अरे यो ठाउँको नाम रक गार्डन रक गार्डनमा फलेको होइन ल यो कस्तो हो दाइ काँक्रा कस्तो हो यहाँको एकदम मिठो भयो हो नाम पनि भुल्यो यहाँ रक गार्डनमा आएर यहाँ पृथ्वीनारायण शाहको पुरा खतरा गर्दै हुनुहुन्छ दाइले ल हामी यहाँ सबै छौँ ल अब चाहिँ हामी यहाँ रक गार्डनबाट फर्किसक्यौँ है साथीहरू अनि यहाँ चाहिँ यस्तो जाडो थियो शीतल आनन्द थियो अनि हामी चाहिँ यहाँदेखि फर्किसक्यौँ नानीहरूलाई जाडो भएर यहाँ कस्तो छ हामीलाई आयो सन्धिखरको बजार ज्योति बन्दाडे होइन रहेछ ज्योति बन्दाडे सिस्नु हेर्नु न ए मन्टा मन्टा हो क्या खाने ल अहिले चाहिँ हामी यहाँ फुलबारीमा ए फुलबारी र सुन्छ शान्ति बगैँचामा आइरहेछौँ सन्धिखरको शान्ति बगैँचामा लाइट आएर यता आर्न भिडियो गरिदिनु हुन्छ कि भिडियो गरिदिनु हुन्छ कि आन्टीले आएर सन्धिखरको बस्यौँ यहाँदेखि हामी घर फर्केनौँ अनि त्यति बेला खानासाना खाएर जानु भएर हामी चाहिँ बसेका छौँ त्यसपछि भोलिको लागि के हुन्छ हेर्नु होला आजको लागि हाम्रो भिडियो यति नै थियो बाई गाइस
राजा उठ्यो खै त गुड मर्निङ भन गुड मर्निङ बेबी हाई एभ्रिवान गुड मर्निङ हामी चाहिँ हिजो यहाँ ए नानीको बाइक यहीँ सन्धिहरूको बसेका थियौँ अनि राति के भयो राति त मैले भिडियो गरिनँ अनि अहिले चाहिँ हामी सबैजना उठिसक्यौँ अहिले 7 बजिसक्यो अनि यहाँ चाहिँ त्यस्तो गर्मी चाहिँ ठिकै उस हुने रहेछ त्यस्तो तराईको जस्तो गर्मी त नै ठिकै त्यस्तो चिसो पनि नै सन्धिया हामी चाहिँ खानासाना खाएर सुत्यौँ अनि बिहान चाहिँ अब हामी सबैजना उठेर जाने तयारीमा छौँ अनि यहाँ जाने घर अहिले छतबाट देखाउँछु मैले तपाईँहरूलाई अनि यहाँ नानीहरू पनि उठिसके उठ्यौ राजा गुड मर्निङ भन खै भन छिटो भनिदिने हौ अनि यहाँ माथि चाहिँ देख्न सक्नुहुन्छ यो पहाडको लोकल टिपिकलवाला घर कति राम्रो छ अनि हामी चाहिँ यहाँ होटेलमा सुत्नुभयो कति बेला सुत्नुभयो हिजो तपाईँहरू ल हामी चाहिँ यहाँ उठिसक्यो अनि यहाँको भ्यू देख्न सक्नुहुन्छ बिहान सुनसान छ अहिले एकछिनमा फेरि हामी चाहिँ यहाँ मर्निङ वाक आइरहेको छौँ है यति बेला यस्तो टाढै सिडी बिहान यो दाइले आज मलाई यहाँ भ्यू टावर लैजान्छु राम्रो सिन आउँछ अन्त लिनुभएको थियो स्कुलमा बिहान स्कुल हो कि मन्दिर हो स्कुल रहेछ स्कुलमा लिएर आउनु है तल मैले भिडियो आउने राम्रो ठाउँ लैदिन्छु भने त यस्तै स्कुलमा ए मेरा बा बिहान पढ्न आउने हो दाइ के हो कुरा बिहान पढ्न आएको हामी हुँदा त श्री भगवती माध्यमिक विद्यालय भन्ने लिएर आउन दाइले मलाई भ्यू टावर चाहिँ जान सकेन गाइजहरू यहीँदेखि हेर्नुहोस् सन्धिखरको भ्यू बिहानको अलि माथिबाट खिच्न पाएको भए मजाको आउँथ्यो होला तर माथिदेखि खिच्न जान सकेन यहीँदेखि हेर्नुहोस् फर्सीको रुखहरू त जता पनि लगाएको क्या यहाँ त मकै यति जग्गा अब चाहिँ हामी यहाँदेखि जान थालेको हो अनि यतातिर जान रेडी हुँदैछौँ अब चाहिँ हामी यहाँदेखि निस्किसक्यौँ 9 बजिसक्यो ल अब चाहिँ हामी यहाँदेखि जान थालिसक्यौँ अनि अब होटेल पानीतिर गएर खाना खाने अनि त्यसपछि हामी घर जाँदैछौँ ल आउँ त हाम्रो टोली यता हेर्नु भाउजू दिदी यता आउनु न खै त बिमला दिदी ल अब चाहिँ हामी के भयो होइन किन दुखर्छ त गाडी फेरि अहिले सबैले एकचोटि पुगेपछि ट्याक्क त्यति हो माइजूहरू के